नमस्ते। नमस्ते नमस्ते। यतिखेर मसँग सन्तोष भाइ हुनुहुन्छ। उहाँको घर चाहिँ सिन्धुली। म यतिखेर पाथिभरा माताको दर्शन गर्ने क्रममा ठुलो फेदीबाट अलिकति माथि निक्लिसकेका छु र मैले बाटोमा भाइलाई भेटाएँ। भाइसँग गफ गर्दै आउँदाखेरि निकै रमाइलो पनि भयो, बाटो कटेको याद पनि भएन। भाइ चाहिँ यहाँ पाथिभरा मन्दिरको यात्रा गर्न आउने यात्रु महानुभावहरूलाई जो चाहिँ तल काफ्ले फेदीबाट माथि मन्दिरसम्म जानको लागि जान आउन हिँड्नलाई कठिन हुन्छ, उहाँहरूलाई चाहिँ बोकेर लाने ल्याउने गर्नुहुँदो रहेछ। अलिकति उहाँको विषयमा म यहाँ समक्ष केही कुराहरू जानकारी गराउन चाहन्छु। भाइको नाम के? मेरो सन्तोष गोले, घर सिन्धुली 3 पाटन गाउँपालिका 1 है। हजुर, अनि अहिले तपाईँ यहाँ चाहिँ कति समयदेखि बसिरहनु भएको छ? म अझ भयो 5 वर्ष पुरा लगभग भयो यहाँ आउने जाने गरेको। हामी सिजनमा आउने जाने गर्छौँ। अब अस्ति बिचमा 16 शरदमा घर गयो, अहिले आएको मात्र 11-12 दिन हुँदैछ हैन। कति उमेर हुनुभयो तपाईँ? मेरो लगभग 35 पुग्नै लाग्यो। अनि सिन्धुलीबाट तपाईँ यहाँ चाहिँ खास गरी यति टाढा आएर पेसा गरिरहनु भएको छ, यो चाहिँ कसरी यहाँ आइपुग्नुभयो तपाईँ? होइन, पहिले हाम्रो साथी अब यहाँ मन्दिरमा कामको लागि आउनुभयो, अनि उहाँहरू आउनुभएपछि अब यो ठाउँमा चाहिँ यस्तो गर्न पाइने रहेछ। अब नसक्ने मान्छेहरूलाई बोकेर लाने ल्याउने केजी सिस्टममा उहाँहरूलाई धर्म पनि हुने, यसो कमाइ ठिकै हुँदैछ। बुढाबुढी मान्छेहरूलाई, बच्चाहरूलाई, नसकेको मान्छेलाई लाँदा धर्म पनि हुने, कमाइ पनि हुन्छ भनेर साथीमा आइयो। कति वर्षदेखि यहाँ हुनुहुन्छ अहिले? म आउने जाने गरेको 4-5 वर्ष भयो। हामी वर्षमा 2-3 खेप आउने जाने। कुन सिजनमा चाहिँ खास गरी यहाँ तपाईँहरूलाई काम पाइन्छ? हाम्रो राम्रो सिजन भनेको यही नौरथ अनि रामनवमी हैन। हजुर, यस्तै हो। 16 शरदमा चाहिँ खासै मान्छे हुँदैन र पुष माघमा पनि खासै मान्छे हुँदैन। अघि पछि राम्रै हुन्छ, कमाइ पनि ठिकै हुन्छ। अहिलेसम्म पाथिभरा माताले हामीलाई भइरहेको छ, राम्रै कमाइ भइरहेको छ। अनि अहिले तपाईँले यो बोकिरहनु भएको चाहिँ के हो नि खास? यसमा चाहिँ हामीले मान्छे बोकेर जाने, यसमा चाहिँ मान्छे बोकेर जाने है। अब यसमा 100, 120, 80, 90 जति पनि मान्छे ठेक्छ। हामीले बोक्ने खास सामान भनेको मान्छे बोक्ने सामान यही नै हो। अनि कति पैसा पाइन्छ एकजना मान्छेलाई मन्दिरसम्म पुर्याउनु? हामीले तलैबाट ल्याउँदा 100 रुपियाँ केजी, अनि माथि मन्दिरबाट 100 रुपियाँ केजी, अप एन्ड डाउन 200। अब बिच बाटोबाट उहाँहरूको के छ अवस्था हैन, खर्च हेरेर हामीले छुट पनि गरिन्छ। अब त्यस्तै अवस्था छ भने, ठिकै छ भनेर हामीले अलिकति छुट गरेर पनि 5000 को मान्छे 3000, 3500 मा पनि बोकिन्छ। अनि सरदर कमाइ कति हुन्छ एक सिजनमा? हाम्रो कमाइको फिक्स भन्दा अब एक सिजनमा कहिले 1 पुग्छ, कहिले 70, 80, कहिले 50, 60। कुन सिजन चाहिँ हो खास गरी यहाँ अब यो भक्तजनहरू आउने जाने चाहिँ? भक्तजन आउने जाने यही नौरथ, रामनवमी, चैत वैशाखमा त अनिवार्य नै भइ नै हाल्छ। अनि अब नेपालीहरूको महान चाड दसैँ आइरहेछ, तपाईँ यहाँ एक्लै हुनुहुन्छ परिवारदेखि टाढा, दसैँमा जाने सोच छ कि छैन? होइन, दसैँमा जाने भनेपछि अब यसपालि भर्खरै 10-12 दिन मात्रै हुँदैछ। अब म यता भए पनि घर परिवार मेरो आफन्तजनहरूले चाहिँ राम्रोसँग दसैँ मनाउनु, म नभएको कारण पनि फल्न नमान्नु, म अब साथै सम्पर्क भइहाल्छ होइन। अहिले जमानामा त्यस्तो गाह्रो छैन। अब यसपालि अब छोरा भएपछि अब कहिले कता भइ नै हाल्दो रहेछ। दसैँमा परिवार चाहिँ कतिको सम्झिरहनु भएको छ तपाईँले आफ्नो पेसामा बसिरहँदा? फोन गरिरहन्छु म, दिनमा बाबु नानीहरू छ होइन, दिनमा म फोन गरिरहन्छु, साँझ बिहान यसो समय निक्लेपछि म फोन गरिरहन्छु। ल, तपाईँले चाहिँ पुण्य कमाइरहनु भएको छ, अशक्त भक्तजनहरूलाई चाहिँ सेवा दिनुभएको छ। तपाईँलाई पाथिभरा माताले सधैँ कल्याण गरिरहनु हुनेछ। तपाईँसँग भेट भयो, रमाइलो भयो, बाटोमा मिठो गफ गर्नुभयो। सिन्धुलीको भाइ हुनुहुँदो रहेछ, हाम्रो जिल्ला नजिकै। तपाईँलाई भेटेर खुसी लाग्यो। तपाईँको पेसामा राम्रो होस्। दसैँमा तपाईँको घर परिवारले तपाईँलाई मिस गरिरहनु भएको छ, तपाईँले पनि मिस गरिरहनु भएको छ, चित्त बुझाउनु भएको छ, यही ठुलो कुरा छ। खुसी छु, उता पनि खुसी हुनु भन्नुहुन्छ है। अब यही पेसा गरिरहने विचार छ कि अब पेसा परिवर्तन गर्ने? होइन, अब यो भनेको अब केबल कार पनि बन्ने कुरो छ। अब अहिले आन्दोलनले गर्दा स्थगित छ हाम्रो। अब कहिलेसम्म चल्छ फिक्स हुँदैन। अब
यो चरणजाल चाहिँ म आउने जाने गर्छु। अब पाथेर माताको दर्शन गरिरहन पनि पर्छ होइन। केबल कार बन्दा ठिक कि यही स्थिति ठिक छ तपाईँहरूको? होइन, खास गरी मन्दिर जाने भनेको मान्छेले दुःख कष्ट गरेर जाने हो। हामीले पनि बोक्ने मान्छे हो, हामीले बोक्नै पर्छ भन्ने छैन। नसकेकोले मात्र बोक्ने हो। सकेसम्म यात्रुले हिँडेर जानु राम्रो, नसक्ने बुढाबुढी बालबच्चाहरूलाई त हामी छँदैछौँ। भरसक यात्रुले कष्ट गरेर गएकै नै धर्म पाउने हो भन्ने मेरो मनमा चाहिँ त्यस्तो लाग्छ। ल धन्यवाद। थ्याङ्क यू।